नमस्कार, म डाक्टर सौरभ लामिछाने, न्यूरो इन्टरभेन्सनिस्ट, उपेन्द्र देवकोटा मेमोरियल न्यूरो हस्पिटलमा कार्यरत छु। आज म एउटा महत्त्वपूर्ण रोग, दिमागको रगतको नलीको रोग जसलाई चाहिँ ब्रेन एन्युरिजम अथवा फकुन्डो भनिन्छ, त्यसको बारेमा सानो कुरा गर्न चाहन्छु। ब्रेन एन्युरिजम अथवा फकुन्डो भनेको चाहिँ दिमागको रगतको नली चाहिँ फुलेर, सुन्निएर बसेको अवस्थाको रगतको नलीलाई चाहिँ ब्रेन एन्युरिजम भन्छ। त्यो चाहिँ तपाईँको फुटेर पनि समस्या गर्न सक्छ, नफुटिकन पनि समस्या गर्छ। फुट्यो भने चाहिँ एकदम जटिल अवस्था गराउँछ अथवा ब्रेन हेमरेज गराउँछ भने, नफुट्दा पनि तपाईँको सामान्यदेखि ठुलो समस्याहरू गराउँछ। सामान्यमा तपाईँको टाउको दुखाइ, कहिलेकाहीँ ठुलो समस्यामा चाहिँ तपाईँको एकदम आँखा धमिलो देख्ने, होइन, तपाईँको वाकवाकी हुने, सहन नसक्दो टाउको दुख्ने, यो सबै समस्याहरू गराउन सक्छ। तर एकदम ध्यान दिनुपर्ने कुरा भनेको फुटेको अवस्थामा चाहिँ यसले ज्यान लिएर जान सक्छ। त्यही भएर यसको प्रविधि कसरी यसलाई हामीले उपचार गर्न सक्छौँ भन्ने कुरा हामी सबैले बुझ्नुपर्छ जस्तो लाग्छ। यसलाई चाहिँ दुई तरिकाले अपरेसन गर्न सकिन्छ। एउटा भनेको चाहिँ तपाईँको चिरेर अथवा क्लिपिङ भनिन्छ भने, अर्को प्रविधि जुन हामी न्युरो इन्टरभेन्सन अथवा इन्डोभ्यास्कुलर सर्जरीबाट गरिने भनेको चाहिँ कोइलिङ हो, जसको बारेमा म भन्न गइरहेको छु। कोइलिङ भनेको चाहिँ तपाईँको बाइप्लेन क्याथल्याब अथवा कुनै पनि क्याथल्याबको सहायताले दिमागको रगतको नलीसम्म पुगेर त्यो जुन भकुण्डो छ त्यसलाई चाहिँ हामीले बन्द गर्न सक्ने प्रविधिलाई चाहिँ कोइलिङ भनिन्छ। जसमा चाहिँ हामीले हात अथवा खुट्टाको रगतको नलीबाट कुनै ठुलो चिरफार नगरिकन दिमागको रगतको नलीसम्म पुग्छौँ र त्यसमा चाहिँ तपाईँको कोइल भन्ने धातुहरू चाहिँ त्यसमा हालेर त्यसलाई चाहिँ पुरा गर्छौँ अथवा कम्प्लिटली त्यसलाई बन्द गर्छौँ। त्यसलाई चाहिँ कोइलिङ भन्छ। र कोइलिङ गर्दाखेरि चाहिँ तपाईँको ठुलो चिरफार नहुने भएको हुनाले घाउहरू पाक्ने, आइसियुमा धेरै लामो समय बस्नु नपर्ने भएको हुनाले बिरामीलाई चाहिँ चाँडै सुधार हुने सम्भावना हुन्छ। र भन्ने हो भने बिरामीलाई चाहिँ तपाईँको सहज तरिकाले जुन रोगबाट चाहिँ गाह्रो अवस्थाबाट चाहिँ हामीले सहज अवस्था हुँदै गएर सबै समस्याहरू चाहिँ सुधार गर्दै लिएर जान सफल भएका छौँ।